हात्दैन छोरा प्लिज यार प्लिज 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 यार थाहा छ धेरै महँगो तेल खाँदो रहेछ यसको अन्त होइन यो मोटी तेल भन्ने थाहा छ मोटी तेल भन्ने रकेटमा हाल्छ क्या थाहा छ नि थाहा छ आज थाहा भयो बल्ल यार हो त्यही मोटी तेल हालेर कुदाउने बाइक हो यो ए अनि पावरफुल हुन्छ नि धेरै पावरफुल किङहरूले चढ्ने हो क्या किङ भनेको को हो थाहा छ थाहा छ को राजा हो राजाहरूले चढ्ने बाइक हो यो राजासँग अब राजाले चढ्ने बाइकमा चढ्नु पाउँदा तिमीलाई खुसी छ नि मलाई पनि एकदम राजा जस्तो फिल भइरहेछ राजा जस्तो फिल हुन्छ एकदम राजगद्दीमा बसे जस्तो लागिरहेछ मलाई मलाई पनि त्यस्तो त्यो रकेटमा उडेको जस्तो महसुस हुन्छ भागै छैन मलाई उडेको एकदम एकैछिनमा मैयाहरू हेर त आमा यस्तो मैयाहरू हालेर हिँड्न पाए पो यति बिस्तारै कुदाउँदा पनि स्पिड जाँदो रहेछ होइन यो लाइट अनि सेट यति रफ्तार त डरै लाग्यो यार एकछिन मलाई त यस्तो खतरनाक गर्ने अरे शान्ति नै हेर नि त यसमा हिटर पनि छ नि हिटर तातो महसुस भएको छैन सिट धेरै तातो चाक उडेको छैन पोल्या एकदम पोलिरहेछ कस्तो भइरहेछ एकदम भाइब्रेसन दिए जस्तो गरिरहेछ झिनिनिनी गरिरहेछ चाकमा भाइब्रेसन दिइरहेछ तिम्रो कस्तो गर्छ झिनिनिनी गरिरहेछ झिनिनिनी गरेछ के भन्नु सन्चोला जस्तो भएको छ चाकमा हो त हजुर चाकमा सन्चोला जस्तो भएको छ र एकदम सन्चो एकदम रमाइलो भइरहेछ हो नि थाहा छ हजुर सबै शम्भु हजुर राम्रो फिल भइरहेछ नि एकदम रमाइलो एकदम उडे जस्तो रकेटमा बसेर उडे जस्तो फिल भइरहेछ मलाई पनि त्यस्तै भएको छ राजको एकदम मन खुसी भएको छ क्या मेरो आज एउटा किटलाई हालेर घुमाउनु पर्ने भयो क्या राजा हो अब पठाउ गरेर हिँड्नु पऱ्यो कि हो त्यही गर न त ओहो खाल्टो गयो लास्टै माया लाग्छ नयाँ बाइक गएर हो क्या मलाई धेरै नाक बाइक रहेछ यार यो त त्यो पनि राजाले चढ्ने गाडी होइन खाने लिएर लाग्यो भने त चौधरी हामी कहाँ जाउँ अब रन्डी खाना कहाँ साथी भएर त अर्को कुरा छोडिदियो अब आज फाइनली अब भयो हामी माछा पकड्तिर लाग्यो होइन त्यो होइन एकछिन थिच्छ त तिमीले के थिच्यो एउटा भयो ल फाइनली अब हामी चाहिँ लाग्यो माछा पकड्तिर कस्तो मजा आउँदो रहेछ है माछा पकड्दै हात छोड्दै यसकै गर हात्दैन छोरा प्लिज यार प्लिज 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 यार घाँस चढ्छ है होइन साथी यार के हुन्थ्यो म जाउँ हेर अरे यार जमाना म यस्तो उठे चलाउँछ अरे यार विश्वास छैन म प्रति विश्वास छैन राइडर हो यार मैले हो राइडिङ का नम्बर 1 लिस्टमा राख्नु पर्यो अझ तारिफ गर नत्र फेरि उठ्छु म ल तारिफ गर तिमी राइडिङको राजा हो अरू राइडिङ साम्राज्यको अरू तिमी हिरो हो मेरो चित्त बुझोस् है तिमी
तिमी जस्तो राइडर चाहिँ जन्मेकै छैन रेस खेल्न जाउँ त म यहाँ जाउँ के यहाँ मलाई बसालेर चाहिँ दरकार के अरे तिमी पनि बिहा गरेको मान्छे एउटा बच्चा छ होइन तिम्रो नाइ 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 जे हुन्छ हुन्छ आज म त रेस हानिदिन्छु दादा म त अब नाइ के नाइ जिन्दगीको मजा लुटिसकेको मान्छे हो म त हानिदिन्छु दादा डर भर लाग्दैन क्या मलाई दाजु बुझ्यो 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 ल हेर यो कारले के भएर खोजेको यो के गरे यो कारले हामीलाई नटेरेको हो घिसिङ साम्राज्यको हिरो त्यसलाई रेस देखाइदिउँ कि म हात छोडेर देखाइदिउँ पनि फेरि गाईलाई नाइ 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 प्लिज यार अन्त यस्तो के गर्दा मेरो देखेकै छैन राइडिङ